वाट्सअप केटा हो के छ तिमीहरूको हालको ठिकै छ होला मलाई त ठिकै छ जस्तो लाग्छ होइन टक्क लाएर तिमीहरूले मलाई सोचिरह होला लो दाइ किन साइको भएको रकेट किन खायो यस्तो यस्तो भन्नु सोचिरह होला तर रकेट खानुको ठुलो रिजन छ किनकि मैले ग्यास फुडको आज ट्राई गर्नेवाला छु त्यो भएर मसँग पर्मानेन्ट रकेट छ नि त त्यो भएर टक्क लाएर यसो रकेट पनि उड्दिउँ भनेर टक्क कि यो पिछवाडीमा आगो सागो बल्यो तर मलाई यसको त थाहा छैन होइन आज ग्यास फुड ट्राई गर्न छ केटा हो तर म एक्लै होइन ट्राई गर्ने तिनजना छ केटा हो भन्नु लाइक म छु सोल्टी छ स्कार छ तिनजना केटा हो यो हावामा उडिरहेको देखेको छौ नि यो उडिरहेको कि यिनीहरू पनि दुईजनाको टेस्ट गर्न छ हामी कसले पनि ग्यास फुड खाएको छैन होइन टक्क लाएर अब इन्भेन्ट्रीमा गएर ग्यास फुड एक क्युब गरौँ केटा हो होइन टक्क अब यिनीहरू दुईजनाको च्यानलको लिङ्क केटा हो होइन डिस्क्रिप्सनमा छ जसले चेक गरे होइन चेक गर जाऊ अब यता आउन स्कार लभली लभली अब एड गरौँ 1 2 3 केटा हो एड गर्न सुरु गर न सबले तिनजनाले एड गरिसक्यो केटा हो दामी ग्यास फुड अब देखेछौ एक लेभल छ केटा हो एक लेभल रोको एक लेभल छ टक्क लाएर कसले पनि ट्राई गरेछ भने तिमीहरूलाई पनि थाहा छ फर्स्ट टाइम हो त्यो भएर हामी तिनैजनाको फर्स्ट टाइम हो त्यो भएर यिनीहरूले भनिरहेको छ दाइ म पनि ग्यास फुड ट्राई गर्छु नि मेरो पनि गरेछ न भिडियोमा ल्याउनु भन्ने यिनीहरूले भन्यो त्यो भएर यिनीहरू ग्यास फुडको टक्क लाएर अलिक गरिदिउँ म त भनेर गरिदिएँ होइन अब चेक गर्ने अब ग्यास फुड कस्तो हुन्छ पावर होइन त्यो भएर यिनीहरूको नि च्यानलहरू सपोर्ट गरिदिएको बेला म डिस्क्रिप्सनमा यिनीहरूको लिङ्क हालिदिइसकेको छु जो लाइक गरे होइन सब्सक्राइब गर लाइक सब्सक्राइब गर यिनीहरूकोमा नि मेरोमा नि लाइक गरे होइन लाइक गर सब्सक्राइब गर यसकाले यता बस मानि भनेर ल्याहा दाइ भनेर रोको म पनि आएँ के यो पावर बद्दल के पावर यस्तो उयो ल्याएको हानिदिएको छ यार रोको यसलाई मार्न पऱ्यो पहिला इन्भिजिबलवाला हान्यो भने टक्क लाएर यसले हान्दैन नि त यस्तो सुई गरेर डज हान्छ नि त बुझ्दैन हौ मैले फेरि यस्तो बानी छैन यार यस्तो हेर न केटा हो मैले कहाँ हान्दा छु अट्याक पनि त्यो भएर अलिक बानी छैन लाइक कता हाने हो कता हाने मलाई पनि थाहा छैन त्यो भएर यसो अलि एडजस्ट गरेर बुझ्दै स्प्याम हान्ने भएको भएर टक्क लायो होइन पावर यो बुझ्दै कहाँ हान्ने खियो यत्रो हिल छ त्यही माथि यत्रो ड्यामेज छ यार तर यो फ्रुटको त मलाई राम्रै लाग्यो लाइक अब हेर न केटा हो दामी छैन त लभली सोट हान्दा दामी छ हौ यो फ्रुटको नि यार एबिलिटी दामी यार मैले त्यो बानी नभएर मैले अब टक्क लाएर यो गोलो गरेर हाने भने चाहिँ टक्क अलि एम गर्न सजिलो हुने भन्थ्यो स्काले त्यो भएर मैले अन गरिदिएको टक्क अहिले चाहिँ सजिलो भइरहेको छ एम हान्न टक्क लाएर अब अरू त अट्याकै छैन होइन अब यो बसलाई माऱ्यो भने कति आउँछ मलाई पनि थाहा छैन मास्टरी लाइक अब धेरै त नआउला त्यस्तै अब समथिङ 60-70 त आउला नि यो बसलाई मारेर पहिला यो बसलाई मारौँ टक्क लाएर होइन तर कति मास्टरी पाउँछ तिमीहरूले नि हेर केटा हो लाइक मैले कतिवटा बसलाई मारेँ तिमीहरूले कमेन्ट सेक्सनमा भन्न छ नबिर्सु ल केटा हो रोको यसलाई मारौँ यार कति टाइम लाग्यो बस मार्न यार बद्द हेल कत्रो हेल्दो फेरि तिनैजनाको फेरि कसैको नि मास्टरी छैन त्यो भएर हामीले यसरी नै यम1 गरेर हान्न पर्ने भयो यार ग्यास फुडकोमा नि यम1 छ केटा हो यम1 त अलि कस्तो अलि लाइक मैले त बुझे छैन कि अब तिमीहरूले अलि बुझ्यो होला तर मैले त अलि लाइक बुझ्दैन त्यस्तो लाइक ठिकठाकै अब पछि कस्तो लाग्छ होइन अब तिमीहरूलाई कति लाग्छ ग्यास फुड होइन कमेन्टमा गएर भन टक्क लाएर 10 आउट अफ कति रेट दिन्छौ ग्यास फुडको लागि तिमीहरूले तर मलाई त अलिक चेक गरे होइन ग्यास फुड लाइक अब पुरै पावर चेक गर्छु मैले भन्न पर्ने हुन्छ कति हो लाइक 10 आउट अफ कति दाइ भन्ने ट्यागको लाएर वेट मर्न लागिसकेको छ तेल रोको केटा हो मर्न लागिसकेको छ मर्न हो किन मर्दैन कहाँ गयो ल यहाँ रहेछ यार लभली वे दामी मासु बढेको छ केटा 50 त गर्छ क्या 50 नि कट्यो कति आउँछ ल वे लेभल हो कि मजाको वे ल ये क्या है बद्दैल 103 लेभल केटा हो ल कि मजाक चल रहा है बद्दैल 103 लेभल सोल्टी पनि तर्सिरहेको छ केटा हो हेर न सोल्टी पनि तर्स्यो 103 लेभल बढ्यो भनेर उही डेमरु यत्रो लेभल बढ्छ र भनेको यो के पावर यस्तो उही ल के पावर यार देख्नै पाएन हौ स्कार बिचमा आइदियो यार यो चाहिँ उन्नी पावर खुलिसकेको छ त ल ड्याम ब्रो ग्यासले उन्नी रहेछ त दामी उन्नी पावर चाहिँ खुलिसकेको रहेछ त दामी यार यो सेकेन्ड पावर त के हो अघि स्कारले के गरिदियो यार सायद यस्तो गोलो साइड हाने जस्तो लाग्थ्यो क्या यार यो उन्नीवाला चाहिँ लभली लाग्यो यार मलाई चाहिँ यार दामी रहेछ यार लाइक अलि खत्रै रहेछ यार उन्नीवाला चाहिँ तर बब्बा ल्यार केटा हो
रोक अब अब अर्को बस मार्छु अनि त्यो अर्को बस जाने ठाउँमा तिमीहरूलाई भेट्यौँ म तिमीहरूलाई भन्छु रोक ल। A few moments later. गाइज लास्टमा त यहीँ रहेछ स्काईले बसमा जाऊँ भने भित्र गयो स्काई होइन ल मलाई त के 1950 लेभल पुग्ने हो त ल मेरो त 1634 लेभल छ त ल के स्कारले मलाई बिल्ला बनाउनुले के लिएर आएको गजब बेइज्जती है। लल भइसक्यो केटा हो यार त्यही त म यहाँभित्र जान नपारेन यस्तो हेपिरहेको छ यार मजाले यार पुरैरहेको मेरो खिल्ली उडाइरहेको छ पक मेरो इगो हट भइसकेको छ मेरो इगो हट भइसक्यो मे झुकेका नै म कुनै न कुनै दिन यस्तो बबाल लेभल बढाउँछु यिनीहरू दुइटा हाँसिरहेको छ केटा हो होइन यिनीहरू दुइटा हाँसिरहेको मेरो लेभल कम भयो भनेर टक्क लाएर हेपिरहेको छ त्यही भएर यो बस नजाने भने केटा हो यो बसमा चाहिँ नजाने अब अर्को बस जाने भनेको छ किनकि यो बसमा म छिर्न मिलेन त्यही भएर अब अर्को बसमा जान्छौँ अर्को बसमा पुगेपछि म तिमीहरूलाई भन्छु ल केटा एकछिन। 1 hour later. केक क्विनलाई मार्ने भनेर यसकाले यहाँ लिएर आइसकेको छ अब केक क्विन अब आउन अलि हल्का टाइम छ 5 सेकेन्ड टक्क लाएर अब हामी चार्ज गरेर यिनीहरूलाई पड्काइहाल्नु पर्ने हुन्छ वेट आइसक्यो ल हान स्प्याम केटा हो वाइल्ड हान ब्याच कि ब्याच हान जे पाउँछ त्यही हान पुरै डज गर्दै लेम हान ल छिट्टो मैले त हान्न सुरु गरिसकेको वाइल्ड हाने हो मैले त तर खै यार मेरो त ड्यामेज खायो कि होइन मलाई थाहा छैन यार तर ड्यामेज खाइरहेको छ 1100 यस्तो ड्यामेज लगभग समथिङ खाइरहेको छ लभली हान यसलाई वाइल्ड अब 103 लेभल त भइसक्यो अब कति लेभल बढ्छ भन्ने कुरो हो यार थाहा छैन यार यत्रो हेल्थ हान्न पऱ्यो यार यसलाई यार वाइल्ड हो यो सबैभन्दा धेरै लेभल उयो के उल्टो भयो त म त ल के हो यो बस पुरै के हो यो त यार केक क्विन भन्दै कि किङको जस्तो बडी थियो त्यसको त के हो यो अरे कहना क्या चाहते हो किङको डोले सोले हो त उही यो त के चढाइया वद्दैल ल तर हामीले वाइल्ड स्प्याम हानेछ हौ हान त यसलाई वाइल्ड हान अझै हान यसलाई मार यसलाई सुताइ हान त यसलाई अझै हामीले सब केटाहरूले स्प्याम हान्न राखेको यसलाई वाइल्ड हान्दा छ त ड्याम मजा आइरहेको छ यार अब कति टाइम लाग्छ यार बल्ल 100 मास्टर भइछ यार अब लाइक अब मास्टर बढाउन अलिक ढिलो लाग्छ होला यार त्यति बच्चा केटा हो जो लाइक गर्यो होइन लाइक गरे यार मेरो यत्रो मेहनत गरिखु केटा हो तिमीहरूले यसो सपोर्ट गरिदेऊ टक्क लाएर नयाँ भिडियो त्यसै आइहाल्छ यो अट्याक चाहिँ बवाल छ यार लाइक हुन्छ नि स्वाट धकलले स्याट हान्छ कि यो फर्स्ट गोल चाहिँ दामी छ यार सेकेन्डको चाहिँ लाइक अब राउन्ड घुमाइदिन्छ अघि मैले हेरेको थिएँ सेकेन्डको अट्याक पनि लाइक बवाल हुने चाहिँ सेकेन्ड अट्याक पनि तर अलि मैले त के यार स्प्याम हान्दा छु पुरै यसले त मलाई हान्नु पनि सक्यो होइन यार यो फर्स्ट अट्याक चाहिँ बवाल लाग्छ कि मलाई ड्यामेज पनि त्यस्तै छ लाइक यसले मलाई हान्नै सक्यो होइन कि हेर न हाने यार हान्न सकेन भनेको त के हो लभवाला तिरले हान्छ त यसले त यार के हो यस्तो लभवाला हान्छस् मलाई त्यो लभ चाहियो होइन बुझ्छ हान्न वाइल्ड हान कति हेल्छ यसको ल अहिलेको भन्दा धेरै हेल्छ त यसको त उडी हान्छ त यसले त के हो अहिलेको बसको भन्दा पनि धेरै हेल्छ त यसको त वाट द हेल कि अहिलेको बस भन्दा पनि खतरा हो यो केटा हो वाट द हेल म त खतरा लगाइसक्यो यो अहिलेको बस भन्दा त यार के हो यार यत्रो यार बसको हेल त कि मजाको यार कति टाइम लाग्यो बसको यसलाई धोकाबाट निकालिदिउँ ढोका ल मलाई निकालिदियो त मलाई त के हो सिधै छातीमा गोली हान्छ त लिम पारेर के हो यो कत्रो ल ढोकाबाट म यसलाई निकाल्ने भनेको त यसले मलाई निकाल्छु त हो ल के हो के हानेको यसले भर्खरी सिधै ल 2-3 छडै मारिदिएर यत्रो हुन्छ यसको ड्यामेज वाट द हेल यार फेरि कहाँ यार मैले बाटै बिर्सिन्छ कि फेरि यस्तै हुन्छ फेरि ल्याङ हेर्न मार लगाइसक्यो यार म रोक्नु मलाई रोक्नु झ्यालबाट छिर्छु कि म रोक्नु भनेको झ्यालबाट छिर्दै म आउँछु कि नमार्न भनेको हेर्न झ्यालबाट पनि छिर्दैन कस्तो झ्याल हो यो झ्याल हो कि मजाको यो त्यसै सो अफको लगाइराखेको झ्याल ल पाएँ यार फाइनल केटा यार कति पाएँ यार मैले वाल पाएँ त यार कति लगभग कति लेभल भयो 140 लेभल वाट द लाइक अब कति 30 कति भयो यार लेभल अफ नाइस यार धेरै लेभल बढेछ लाइक यसरी गऱ्यो भने त यार धेरै प्रोग्रेस हुन्छ यार लभली यो बस नि मरेछ यार केटा अब अर्को बसमा जानु पर्ने हुन्छ केटा रोक है अर्को बसमा गएर तिमीहरूलाई देखाउँछु
अर्को बस मार्न त जान्छु भने केटा हो, तर मलाई किन अर्को बसको लोकेसन त हालेन। लल यार स्कारे कहाँ गयो त्यो माथि यार, स्काले हौ खसे लग्ने तल गयो होला सायद। यिनीहरू ल अर्को बोर्डमा उही दुईजना होइन, यिनीहरू दुईजना एक्लै एक्लै गएको पख तिनीहरूलाई। ल यिनीहरू दुईजना के भएको लो, यिनीहरू दुईजना त जोडी मिलेर जान लाग्यो तिनीहरूलाई होइन, खुब जोडी जोडी जान लाग्थिस् केटा हो। ल अर्को बसमा जान्छु अनि त्यहाँबाट तिमीहरूलाई भेट्छु ल। A few moments later. यो केबमा आइसकेको छ केटा हो म यार। यो केबमा तर एउटा केटी जस्तो छ होइन, बस पनि पुरै छाता साता लिएर पुरै बसिरहेको हेर नि त्यहाँ, उही के हो छाता साता लिएर बसिरहेको त्यसले यार, दामी दामी। तर के भने अब केटीलाई हात हाल्नु हुनु त भन्छु, तर यसलाई दब्बाएर हान्न केटा हो, दब्बाएरै हान्न यसलाई त, किनकि अब यसमा केही केटी न केटा होइन टक्क लाएर मार्ने नै हो वाइल्ड। अब उही उही कस्तो ल्याग भयो जस्तो फिल भयो मलाई होइन, तिमीहरूलाई कस्तो फिल भएछ ल्याग भयो कि भएन तिमीहरू? के हाने कि त माथि माथि हान्छ त्यसले, छाता फ्याँकेर हान्छ कि यसले त, हान त यसलाई होइन माथि माथि हान्छ त्यसले के भएको। एक त यार मलाई चलाउनै आएन यार, कहाँ कहाँ हान्दियो मैले यसको M1। यो चाहिँ अलि सेकेन्ड अट्याकले चाहिँ बवाल ड्यामेज दिन्छ, लाइक अब हुन्छ नि यस्तरी घुमाइदिनु रहेछ सेकेन्ड अट्याकले। अब छाताको पनि धेरै हेल्थ छैन यसको, अब टक्क लाएर बित्ती हेल्थ छ यसको बसको। तर यो बसले सायद धेरै उयो दिन जस्तो लागिसकेको छ मलाई यार, किनकि अब अलिक थोरै दिन्छ जस्तो लाग्यो मास्टरी। अघि त 30 जति बढ्यो, अब चाहिँ थोरै बढ्छ जस्तो लागिसकेको छ मास्टरी, किनकि अब लाइक हुन्छ नि अब हाम्रो धेरै उयो बढिसक्यो, अब थोरै थोरै बिस्तारै बिस्तारै बढ्छ। अब जति बढ्दै गयो त्यति गाह्रो हुन्छ यार। अब यो बसपछि केटा हो म तिमीहरूलाई होइन टक्क बस मोर्न लागेको बेला मात्रै देखाइदिन्छु, किनकि होइन भिडियो पनि लामो नहोस् टक्क होइन, अब भिडियो पनि छोटो मिठो, अब तिमीहरूलाई पनि बोर नहोस् टक्क होइन। ल्याग त भएछ कि भएन यसो तिमीहरूले भन, मैले त नन स्प्याम हान्दैछु के हामी तिनीहरूले वाल स्प्याम त हाने, तर के ल्याग भए जस्तो लागिसकेको छ, त्यही भएर यसो तिमीहरूले भन है ल्याग भयो कि भएन यार। हल्का मलाई ल्याग भए जस्तो त लाग्यो, किनकि रेकर्ड गर्दाखेरि थाहा हुन्न नि त, त्यही भएर अब यो मोरा लागिसकेको छ यसलाई। अब हामी अब मार्न लागिसकेको छ यार, कति मासु दिन्छ भन्ने कुरो मोरा त लागिसक्यो, अब थोरै बाँकी छ। वेट वेट रोक रोक म मार्छु यसलाई, रोक्न मेरो केही लाग्दैन खिउ यार, कहाँ गयो यो त गायब हुन्छ त बेला बेलामा, रोक तिमी कहाँ भएको छस् त, ल मर्दैन त खोइ कहाँ गायब। मऱ्यो मऱ्यो लभली। 41बाट लाइक कति भयो यार 54 बढेछ, नट ब्याड यार केटा हो, दामी बढेछ। अब केटा हो अर्को बसलाई मलाई सुरु गर ल केटा हो। हामीले यहाँ भेनम बसलाई मार्न लागिसकेको छ, टक्क लाएर यसको हेल्थ पनि थोरै भइसकेको छ, तिमीहरूले हेर्न सक्छौ यति कुना यति मात्रै हेल्थ छ। यसलाई कुनामा धसारी धसारी हाने कि हामी तिनजना मिलेर टक्क लाएर हेर न, यस्तो कुनामा धसारी धसारी हाने यार। त्यही मलाई त माया लागिसक्यो यसको, किन यार त्यही कसले हो यहाँनिर के लभली लभली लेभल बढिसकेको छ यार, हल्का ल्याग भाषण लाग्छ। 165 भइसकेको छ, अब अर्को मारौँ अब कति बढ्छ। त्यही सुरुको बस जुन हामीले 103 लेभल पाएको थियो त्यही बस अहिले स्पोन भइसकेको थियो, त्यही भएर हामीले यसलाई पनि मार्न लागिसक्यो। अब यो पनि मऱ्यो, अब योबाट नै हामी मास्टरी पाइसक्यो। त्यसपछि माऱ्यो हामीले केक क्विनलाई, फेरि अब केक क्विनलाई मार्न आइसकेको छ, केक क्विनबाट नि मास्टरी पाइसक्यो फेरि। अनि त्यसपछि हामीले छातावाला आन्टीलाई पनि मारिसक्यो। छातावाला आन्टीलाई मारिसकेपछि अब हामी यहाँ आइसकेको छ भेनम दाजुलाई मार्न, भेनमवाला दाजु पनि मरिसक्यो। भेनमलाई मार्ने बित्तिकै हाम्रो 200 लेभलमा अनलक भइसकेको छ, यस्तो खतरनाक पावर हेर्दैछौ केटा हो के हो यो। 200 लेभलको पावर त मैले तिमीहरूलाई देखाइदिइसकेँ केटा हो, तिमीहरूलाई कस्तो लाग्यो भन्न नबिर्सु। मलाई त लभलीलाई हेर न, हामी 200 लेभलको पावर टेस्ट गर्दै अब यहाँको सुरुको बसलाई मार्न लागेको। अब यो बस मोर लागिसक्यो, यो बस नि मरिसक्यो अब केटा हो। त्यसपछि हामी फेरि मार्न आयो केक क्विनलाई, अब केक क्विन पनि तन्किन लागिसकेको छ, अब केक क्विन पनि मारिसक्यो केटा हो। त्यसपछि फेरि हामीले बुढी आमा चच्चची जुन छाता बोकेर आउँछ त्यसलाई पनि हामीले मारिदिइसक्यो केटा हो। फेरि हामी आइसक्यो अनदर केक क्विनलाई मार्न, केक क्विन पनि तन्किसक्यो। त्यसपछि नि फेरि हामीले अर्को केक क्विनलाई पनि फेरि मारिसक्यो, फेरि पनि हामीले अर्को केक क्विनलाई मारिसक्यो केटा हो। फेरि केटा हो त्यसपछि अनदर केक क्विन, फेरि यो पनि अब हामीले मारिसक्यो केटा हो केक क्विनलाई।
त्यसपछि हामी फेरि एउटा केक क्विन फेरि अनदर केक क्विनलाई नि मारिसक्यो। त्यसपछि फेरि हामीले फेरि अर्को केक क्विनलाई पनि मारे केटा हो। त्यसपछि नि फेरि हामीले फेरि अर्को केक क्विनलाई नि मारिसक्यो केटा हो। अब हाम्रो लास्ट केक क्विन छ कि तिमीहरूले देखिसकेको छ 295 भइसक्यो। म रेडी भएर बस्छु, त्यो आउन अब 8 सेकेन्ड जति होला। अब तब म हान्दै गर्छु, त्यति बेरसम्म सोल्टीहरू नि आउँछ, म चाहिँ हान्दै गर्छु यार। मलाई लास्ट होइन बेसर भएकै छैन, किनकि अब यो पछि हाम्रो टक्क लाएर पुरै मास्टरी फुल्ली अवेगन हुन्छ मास्टरी होइन। त्यो भएर मलाई लास्टै हेर्न मन लागिसक्यो यार केटा हो। कस्तो पाउँछ हो लास्टमा, मलाई ट्रान्सफर्मेसन यस्तो हेर्नु मन लागिसकेको छ यार। अब सोल्टी पनि आइसक्यो छ। अब स्कार त अब हरा हो अब स्कार त अब छोडिदिउँ, तर मलाई चाहिँ लास्टै बेचैनी भइसक्यो यार ट्रान्सफर्मेसन हेर्नलाई, किनकि अब लास्ट केक क्विन छ यार। टक्क लाएर केटा हो होइन। च्याटमा पनि लेख्दै तिमीहरूले कतिवटा मैले केक क्विन मारिसक्यो भनेर। बिचरा केक क्विनले पनि भन्यो होला लाइक अब केक क्विन बी लाइक हमको जिंदा मत छोड़ो सालो, हम कोई मंदिर का घंटा है कि कोई भी आके बजा जाता है। यस्तो भन्यो होला केक क्विनले होइन केटा हो। टक्क लाएर अब छोडिदियो होइन। वार केक क्विन मारिसक्यो हामीले। सर्भर पुरै होप गरी पुरै मारेको हो केटा हो। हामीले यत्रो मेहनत गरेको हो यार केटा हो। यसो अब मेहनत बुझेर तिमीहरूले होइन सपोर्ट गर्यो। टक्क लाएर तिमीहरूले यसो मैले तिमीहरूको लागि भनेर यत्रो मेहनत गरेर भिडियो बनाएको छु, तिमीहरूले सपोर्टै गर्दैन र पो होइन केटा हो। तर स्कार कहाँ हो, काम चोर अहिलेसम्म नहुने स्कार यार। सोल्टी र म मात्र हान्छु, लु मलाई तन्काइदियो अब स्कार। कंट्रोल उदय कहाँ हो भनेको स्कार लास्टै फटा केटा हो। लास्ट काम चोर छ स्कार हेर्नु अहिलेसम्म आएन। त्यो कहाँ हो भनेको के हो यार। स्कारै छैन यार। म र सोल्टी मात्र हान्दा छ कि दुईजना मिलेर पुरै काम चोर हो स्कार यार। लास्टमा आएर टक्क लाएर लेभल मात्र लिन आउँछ त्यो स्कारको। मैले बेलुका जस्तो धुलाइ हान्छु स्कारलाई। टक्क लाएर अब यसलाई मारौँ यार, लास्ट हो यार केटा हो। त्यो भएर छिटो गरौँ भनेको स्कारै कहाँ गायब हो यार। एक त को आयो यो बुद्धवाला, को यो फेरि आएको त हो बुद्धवाला को यो लोल यार। अहिलेलाई त हामीले चिन्दैन केटा हो। यो स्कार होइन हो, यो अर्कै प्लेयर हो सायद, यो सर्भरकै कोही मान्छे होला थाहा छैन होइन। त्यही नै हामीले पाउँछौँ होला, किनकि यत्रो ड्यामेज दिइसक्यो मैले त। यो त मेरोमा चढ्छ त लोल, यो त मेरोमा चढ्छ त। उज्जा मेरो नजिक नआइज त, किनकि मलाई अलि हुन्छ नि अब। मेरो हेल त कत्रो ल कसैले केही देखेन है केटा के गर्नु त अब यार। यस्तै छ अब। नुब पऱ्यो केटा हो होइन। टक्क अब यस्तोको हातबाट मर्नु पर्यो छ यार। नुब पऱ्यो यार। अब यसको हेल त अब धेरै बाँकी छैन। अब टक्का लाएर यसपछि चाहिँ 300 लेभलमा मास्टरी ट्रान्सफर्मेसन ब्रो टिम। मलाई त यसको लास्ट ट्रान्सफर्मेसन हेर्न मन लागिसकेको छ कस्तो हो भनेर। त्यो अब फाइनली 300 लेभल पुग्यो यार। अब हामीले ट्रान्सफर्मेसन हेर्न पाउँछ केटा हो। ट्रान्सफर्मेसन खुलिसक्यो, तर हामी यहाँनिर देखाउँदैनौँ तिमीहरूलाई ट्रान्सफर्मेसन, किनकि यहाँनिर अलिक भसट धेरै छ नि त। लाइक अब यो ठाउँमा अलि एनपिसीहरू पनि त्यति छैन। त्यो भएर म तिमीहरूलाई अर्को ठाउँमा गएर ट्रान्सफर्मेसन खतरा ठाउँमा खुल्ला ठाउँमा गएर देखाउँछु ल। A few moments later. फाइनली केटा हो यार, हामी मेन्सनको छेउमा आइसकेको छ, किनकि यहाँनिर स्कारले राम्रो हुन्छ त। एनपिसीहरू पनि छ, खुल्ला ठाउँ पनि छ यहाँनिर। पावर टेस्ट हान्नको लागि लभली ठाउँ हो भन्यो। त्यो भएर मैले यतानिर आएँ होइन। टक्क हामी तिनजना टक्क सँगै बस्छु र तिनजनाले बब्बाल खोल्नुपर्ने हुन्छ टक्क पावर होइन। कस्तो छ हेर्नुपर्छ केटा। पावर बढाउनुभन्दा पहिला यो ग्यास भन्छ, यो ग्यास भन्ने चिज छ नि, यो ग्यास म्याटर भन्ने हो, त्यो फुल गर्न पर्ने हुन्छ हामीले ट्रान्सफर्मेसन युज गर्नको लागि। नत्र यो ट्रान्सफर्मेसन हाम्रो उयो खुलिँदैन। यो लाइक किट छुने जस्तो रहेछ। अब युज गरिदिउँ 1 2 3 केटा हो। हामीले ट्रान्सफर्मेसन हानिदिइसकेको छ। लभली यार। अम्मा खतरा कत्रो यो त दामी रहेछ त। यस्तो पटेका नि पड्काउनु रहेछ त। दामी यार। अहिले त M1मा त पुरै पटेका नि पड्काउनु रहेछ त। तिनजना पुरै ट्राई गर्न गइसकेको छ यार। हामी हेर नि तिनीहरूले वाइल्ड जस्तै हाने कि एउटा युज गरौँ पावर होइन। टक्क लाएर सब पावर देखाइदिन्छु म तिमीहरूलाई कस्तो छ के छ। को यो ड्राइगन ल। ड्राइगन अरे घरमा आइज केटा। पिभी हान त पिभी हान। सबले हान्न। ग्यास भर्सेस 3टा ड्राइगन, एउटा ड्राइगन प्लस 3टा ग्यास छ यार। के मजा आयो कि हान्न यो ड्राइगनलाई सबले हान्न त।
के ड्रागन घरमा केटा हो, ड्रागन घरमा सबले आयो पिपिपी हान्छ केटा हो। 3टा ग्यासले त इजी हान्छ हामीले, कि ग्यासले कि कम सोचे है क्या, कम सोचे है क्या थारा भाई। पूरे ड्रागन हो गया तेरे घर पे यार। अरे उही ड्रागनले त हान्छ क्या, उही होइन होइन उही ड्रागनले जित्छ, ग्यास भर्सेस ड्रागन हो, ड्रागनले जित्छ केटा हो, ड्रागनले जित्छ भागो। उही कत्रो ड्रागनलाई त लाग्दैन त लो कसले केही देखेन है केटा हो। 3जनालाई यार 3टा ग्यासलाई एउटा ड्रागनले पेल्दे यार। हाम्रा 3जनाको यार इज्जतको फालुदा हान्दियो यार। अब केटा म तिमीहरूलाई पावर देखाउँछु, है त्यसले डिस्टर्ब गरे, त्यसले नि होइन यार हामीले यार। अब म तिमीहरूलाई पावर देखाउँछु, पहिला यसको यमन यस्तो पटेका हान्ने छ, लभली यसो पछि पटेका हुन्छ। अनि पछि अब यसको यो एउटा फायरवाला छ टक्क लाएर, यसले चाहिँ बर्निङ दिन्छ खतरनाकवाला। हेर न नन ड्यामेज खान्छ यो फायरमा चाहिँ। लाइक सेकेन्ड एउटा चाहिँ उही तरवाल हान्ने रहेछ त, पुरै स्याट्टै त्यो खसी सिना जसरी छिनाउनु छ। यो हेर केटा हो पावर खियो यो झन् बवाल रहेछ त, पुरै स्वर यत्रो उचालेर हान्ने रहेछ त। डेम यार यसको मलाई एनिमेसन चाहिँ लभली लाग्यो यार केटा हो। हेर न लाग्यो फायरवाला हेर के यस्तो बवाल छ यार यसको सब एनिमेसन। अब यो 3जनालाई हेर न यार, अघिको बेजत अब भुलिसक्यो अब केटा हो, छोडिदियो भने टक्क लाएर। अब केटा हो आजको लागि यति होइन केटा हो। जो लाइक गऱ्यो भने लाइक गरौँ केटा हो, सब्सक्राइब गऱ्यो भने सब्सक्राइब गरौँ। यो भिडियोमा डह्रो केटा हो यार, टाइम लाग्यो, वाइल्ड हामीले मेहनत नि वाइल्ड गऱ्यो हो यार केटा हो। टक्क लाएर मेहनतहरू अब त्यसो अब सफर गरिदेऊ केटा हो। तिमीहरूले बुझेर टक्क लाएर लाइक सब्सक्राइब नि हानिदेऊ होइन। यिनीहरू 2जनाको लिङ्क पनि मैले त्यो डिस्क्रिप्सनमा राखिदिइसकेको छ, उनीहरूको च्यानल पनि हेर्न छ भने डिस्क्रिप्सनमा गएर हेर केटा हो। तर आजको लागि यति केटा हो। अब तिमीहरूलाई म अर्को भिडियोमा मिल्छु। तिमीहरूलाई अब अर्को भिडियोमा टक्क लाएर के को फ्रुटको गर्नु छ तिमीहरूले कमेन्ट गर। जसको कमेन्टमा धेरै लाइक आउँछ केटा हो, म उसैकोमा त्यही फ्रुट खान्छु टक्क लाएर, त्यसकै ट्राई गर्छु केटा हो। मैले धेरै जस्तो फ्रुटहरू ट्राई गरेको छैन, तिमीहरू कमेन्टमा भन है केटा हो। आजको लागि यति केटा हो। ल टाटा बाई बाई।